सो गुड मर्निङ सबैजनालाई। यो मेरो फर्स्ट ब्लग हो। प्लिज केही गल्ती भएछ भने माफ गर्नु होला। सो आज समीरको इन्जेक्सन छ। त्यहाँ के हुन्छ म सबै तपाईहरुलाई देखाउँछु, हेरिदिनु होला। अब मेरो काम छ हल्का, म कामसाम गरेर तपाईलाई फेरि देखाउँछु ल। बानिसके अब घर फर्किँदैछु। यो एउटा सानोलाई बान्नु छ, काले राम। नहेरा मलाई त्यसरी माया बसिला है बेसरी, भुलाउ भन्छौ आज तिमी तर भुलाउनु कसरी माया। बतास बनेर आयौ माथि आकाश छुँदै, हुरी बनेर भोलि टाढा नगइदि। उठ्यो, आज समीरले इन्जेक्सन खान्छ है, तर पनि हाँसिरहेछ नि त। इस 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 खुसी हाँ ए खुसी। ओके बाई बाई गरिदेऊ, बाई बाई गर, बाई बाई। गुड। समीर ब्रस कसरी गर्छ, ब्रस गरेर देखाइदेऊ। तपाईहरु पनि ब्रस गर्नु भन्दिन। समीरले ब्रेकफास्ट गरिसकेको छ। अब म फटाफट ब्रेकफास्ट गर्छु, त्यहाँदेखि हामी फटाफट दुईजना रेडी भएर यहाँदेखि निस्किन्छौँ। त्यहाँदेखि म तपाईलाई ब्लग देखाउँछु है आगे। सो अहिलेको लागि बाई बाई। सो हेर्दै जानु हाम्रो भिडियो। बाई बाई, बाई बाई गरिदेऊ। त्यसरी माया बसिला है बेसरी, भुलाउ भन्छौ आज तिमी तर भुलाउनु कसरी माया। बतास बनेर आयौ माथि आकाश छुँदै, हुरी बनेर भोलि टाढा नगइदि। हामी हस्पिटल पुगिसकेको छु अनि मेरो साथीसँग भेट भइसक्यो। समीरको कार्ड जम्मा दिएर आन्छु, त्यहाँदेखि म तपाईलाई आगेको ब्लग देखाउँछु ल। अब छ मित्र। हामीले इन्जेक्सन मारिसके। मेरो समीरको हालत खराब छ, तीनटा इन्जेक्सन मारेर। मेरो ब्लग यहीँ खत्म हुन्छ। हजुरहरूलाई राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। अरू बाँकीको भिडियो म अलिक दिनमा हाल्छु होला। सो थ्याङ्क यू। नहेरा मलाई त्यसरी